ल 4 हुनु त लुगा जहाँ पनि त्यति टिप्न नि ओ राम्रो रहेछ यो त है आजा 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 माथि आजा आजा सो गाइस त्यही भएन अब हामी पुग्छौँ त्यहाँ आउँदैन सो हेलो नमस्कार वेलकम ब्याक टु माई युट्युब च्यानल आयो सबैजना सन्चै आरामै हुनुहुन्छ ल म पनि सन्चै आरामै छु सो गाइस धेरै दिनपछि म उपस्थित भएको छु मेरो च्यानलमा तपाईहरुको च्यानलमा हैन सो धेरै दिनपछि म उपस्थित भएको छु सोअल चाहिँ हैन गाला रातो भइरहेछ किन यहाँ सोअल चाहिँ म न कहाँ जान लाग्यो भन्दा तपाईले थम्बनेल प्लस टाइटल हेरेर थाहा पाउनु भयो म कहाँ जान लाग्यो भनेर न सो त्यही जान लाग्यो गाइस हैन अब हाम्रो साथीहरुलाई भनेको हैन लास्टमा प्लान क्यान्सल होला जस्तो छ म त हिँड्छु के रे अब जान थाहा छैन सबै साथीहरु अब कोही कता छ सो म चाहिँ यहाँबाट निस्किन लाग्यो अलिक केटाहरु आउँछ फेरि पछिबाट अनि हामी दलदलले अनि कताबाट साथीहरु छन् सो हामी जानुपर्ने हुन्छ उनीहरु सबै कपल्सहरु होला सायद हैन मलाई के थाहा छैन मैले चिन्न छैन फर्स्ट टाइम भेट्नेवाला छ तिनीहरुलाई अरु 2-3 जनालाई चिनेको छ सो तिनीहरु चाहिँ मसँग जान्छ अब के हुन्छ अब देखाउँदै गर्छु म सो यहाँबाट हामी निस्किन्छु अब म गाइस तपाईलाई उता गएर भेट्छु सधैँ एकैचोटी ल अब यता भिडियो म देखाउँदैन सधैँ उता गएर भेट्छु म अब त्यही कुरा इन्ट्रेस्टिङ हुन्छ हुँदैन थाहा छैन सो इन्ट्रेस्टिङ हुने गरी भिडियो बनाउँछु म सो यति भन्दै अहिले चाहिँ मेरो टिकटक बनाउने लोकेसनमा म छु अहिले यहाँ सो टिकटक बनाउनु चाहिँ मैले यहाँबाट टक्क ल्याएर यहाँ पछाडि यहाँ सो त्यो गाइस यहाँबाट म निस्किन्छु अनि उता गएर म तपाईलाई भेट्छु है ल सो गाइस फाइनली वी आर कमिङ गाइस र हामी चाहिँ आइपुग्यौँ हाम्रो बाइकमा आएको हाम्रो साथीहरु आएको छैन हामी त यो बसमा आएको टक्क लगाएर हामी 3 जना छौँ हामी बाइकमा आउनु त कहाँ पुग्यो कहाँ मासला सरी कहाँ पुग्यो कहाँ थाहा भएन यो चस्मा पनि कस्तो भइरहेको छ सो अहिले चाहिँ हामी कहाँ आएको तपाईँलाई थाहा पाउँछ मलाई हामी चाहिँ यो डाँडामा आएको भोलि पुग्छ यो डाँडामा चाहिँ हामी टक्क डेप्चुली डाँडा अनि हामी बस्नुपर्ने रुमहरू चाहिँ यता कता होला सायद हामी लास्ट टाइम आउँदैन यता बसेको थिएँ तर लास्ट टाइम आउँदा मैले यता कुनै भ्लग पनि बनाएको थिएन सो अहिले चाहिँ म भ्लग बनाउँछु होइन इन्ट्रेस्टिङवाला भ्लग बनाउँछु गाइस छैन नि तपाईँलाई म सुन्दर गाउँ देखाउँछु होइन गाइस तिन चलाउँछ एउटा टिन भगन यस्तो चुरी बोजा भन्छ के भन्छ नि यता हाम्रो अर्खाला सो गाइस अनि यताको तपाईँहरू यताको हुनुहुन्छ भने कमेन्ट समेत गरिदिनु होला है अब हामी यहाँबाट चल्दैछु गाइस है के गर्नु हाम्रो बाइकमा आउने 4 जना साथीहरु कहाँ गए थाहा छैन अनि हामी लाभार छ यहाँ 3 जना हाम्रो गाडीमा आएको नि 3 बजेबाट हिँडेको बल्ल आइपुग्यो 6 बजे कति बज्छ बल्ल कतिखेर पुग्ने गरे त्यही गाइस है अब भिडियो सिडियो बनाउनु पर्ला अनि स्टोरी बनाएर जानु पर्यो एउटा भिडियो बनाएर अनि म हाम्रो लेडीहरुको पनि देखाउँछु हाम्रो बहिनीहरुलाई पनि है त्यहाँ म चाहिँ हात्तीसम्म छु अघि गाडीमा बस्नु लास्टै उपुस भएको थियो त्यहाँ मैले लुगा खोलेको थिएँ सो यही चाहिँ हाम्रो उहाँहरू अनि टक लाएर मुक्सु दिन्छ टोइलेट जान्छ यहाँ निस्किनु पर्ने हुन्छ पनि लुगा चल्छ हामी यहाँबाट हिँडेको है अब ए हाम्रो बाइकमा आउने साथीहरू खोइ त तिनीहरूलाई छोडा जाने हामी यसो गरोस् अब तिनीहरू कहाँ बस्छ उनीहरू त तिनीहरू अलि कपल्स आएको छ हामी हिँड्नु भयो तिनीहरूसँग ए आँखा नदेखिरहेको दिदी बहिनीहरू मात्रै हिँड्नु पर्यो होइन त्यस्तो दिदी बहिनी होइन अब तिनीहरू बाइकमा आएको तिनीहरू आउँदैन जस्तो लाग्छ केटा हो अब त्यो हामीलाई घाटा हान्यो हामी त गाडीमा आएको 2 बजेबाट 2 बजी हिँडेको झन्डै अब धेरै लिएन पैसा कति लियो भाडा 9 छैन खासमा खाना 9 तर 600 लिएन मैले भनेर मलाई चिन्दैन अनि एकजनाको 600 टिकट हो पागल के हामी खाले एकजनाको 600 रुपैयाँ त्यही त ठिकै त नि लगा चल्छ हामी निको कस्तो जाडो भइरहेको छ त्यही पनि मलाई यता केटीहरू सबै हिँड्यो त्यो जाडो साडो हराउँछ त्यही हो तिमीहरू केटी होइन त के तिमीहरू के हो अनि सोगा चाहिँ ब्युटिफुल भेउ सम्झ त पर्दैन मैले अघि देखेको छु त्यो गाउँ भोलि पुग्ने हाम्रो डेस्टिनेसन चाहिँ नि यही छ गाइस होइन यहाँ गएर बवाल भिडियो बनाउँछ त्यही भएर म यता धेरै ल्याङ लुङ गरेर बोल्दिनँ म तपाईँलाई भोलि त्यहाँ पनि भिडियोहरू देखाउनु छु सो गाइस होइन लालीगुराँसहरू पनि फुलोस् टिप्छु कतिखेर पुग्ने हामी म त लुगा लाउँछु लास्ट जाडोमा हाम्रो साथीहरू मिठो राम्रो भ्यूहरू हेर्दै होइन रमाइलो गर्दै गइरहेको छौँ पछाडि कपाल पनि बाँधेको छु मैले सो यहाँबाट खसे पनि मेरी बाबा हुन्छ गाइसहरू त्यही भएर हिँड्दा होइन ध्यान पुऱ्याएर हिँड्नु होला अनि हाम्रो मान्छेहरू चाहिँ यहाँ छ मतलब के बाइक नपकाएर अनि गाडीमा आएको नि सो त्यही म त घर फर्किनु लागिरहेको थियो
होइन अब तिनीहरू कहाँ बस्छ हामी कहाँ बस्छ थाहा छैन हामी त छुट्टै हुन्छ एउटा अनि हामी तिनीहरूसँग रिसाएको पनि आमा खाइरहेको छ यो मान्छेले त बाबा हेरिने भनेर आज चप्पल लाएर डेप्चेली सट्टा लगाएपछि कति आमा ल अब रात पर्छ जाँदा जाँदा त्यही भएर ब्लग यतातिरै हाल्नेर अनि लास्ट टाइम आउँदा नि हामीले यही बाटो जान त्यही बाटो गएको थिएँ तर भिडियो मैले केही पनि हालेको थिएन सो मैले चित्त पनि बुझेको थिएन सो चित्त बुझाउनु लागि म आज भिडियो भोलि बनाउँछु कक्को सबै बनाउँछु अब लामो हुन्छ हेरिदिनु होला अल्छी नमानिकन अब फुर्सद भएछ भने हेरिदिनु अब काममा छ भने अनि लुकुलुकी हेरिदिनु टक्क लगाएर अनि फुर्सद भए सुतेर हेरिदिनु होला टक्क लगाएर यहाँबाट कस्तो भिडियो कस्तो डर लाग्दैछ सो अहिले चाहिँ म यतातिर भिडियो राख्छु होला गाइस होइन उतातिर उता गएपछि भेट्छु म तपाईँलाई अब सरासरी नै किनकि फलो पनि गर्नु पऱ्यो नि बाटो हराउँछु फेरि यति मलाई सबैले सेतो लाग्छ त कहिले चाहिँ सबैको सेतो के पहिला नि जस्तो के हो यो झोला तपाईँसँग पहिला जानु लाग्यो त होइन र ल के छ केटाहरू ल ल सोगा जल चाहिँ हामी रातिको अन्धकारमा हिँड्दैछौँ गाइस होइन अँध्यारो पऱ्यो बनिँदै देखो त त्यो सबै देखाउनु पुऱ्याएँ अथवा टिसर्ट लगाएर यस्तो देखिरहेको छ गाइस होइन अनि त्यही हो हल्का ट्यापे ड्रपी भयो जस्तो देखिरहेको छ ड्रिपी भयो जस्तो अब त्यही कुराहरू त्यस्तै हो होइन सो फाइनल गाइस चाहिँ हामी आफ्नो डेस्टिनेसनतिर आइपुग्यौँ टक्क लगाएर होटलहरू देख्न सक्नुहुन्छ है टक्क लगाएर तपाईँहरूले जतिखेर आयो नि होटलको चाहिँ नि कुनै चिन्ता लिनु परेन हामी कति घन्टा आइपुग्यौँ बढी लाग्यो होला 2 घन्टा जति लाग्यो होला एकचोटि नि हामी रेस्ट गरेन किनकि रेस्ट गर्ने डर पनि थियो हामीलाई सो हाम्रो साथीहरू चाहिँ नि यता होटल कता यता माथितिर होटल छ यता बसेछ हामी चाहिँ नजाने हामी पुरा थकित अवस्थामा छ लास्टै विक भइरहेको छ राम्रो अनि हाम्रो रानी साहब चाहिँ यता टक्क लगाएर यतै बसिरहेको छ अनि हाम्रो महारानी चाहिँ आएर खोकिरहेको छ हिँड्नै सकेको छैन यता हेर न के रिसाइरहेको छ बेकारमा र त्यही होला होटलको कुनै चिन्ता गर्नु पर्दैन तपाईँहरू आउनुहुन्छ भने आउनु सक्नुहुन्छ नम्बर पनि यहाँ टक्क लगाएर दिन्छु म है सजिलोको लागि यहाँ नम्बर टिप्नु होला ल टक्क लगाएर फिर्ते 4 के होटल यसको नाम होटलको नाम के हो फोर सिसन चेतन होटल गाइस ल ल बुलिङटार 4 डेप्चिट पनि रहेछ पनि ल भोलि चाहिँ हामी पुग्ने यो डाँडा कति देखाउँ यहाँ म फर्स्टचोटि आउँदा नि यहाँ बसेको थिएँ अनि अहिले पनि यही डाँडामा पुग्नुपर्ने हुन्छ हामी सो खाजा खान्छु खानासाना खान्छु अनि रुम सुम अब हेरेको छैन अब अहिले देखाउँछु म रुम पनि कस्तो छ कि भोलि बिहान देखाउँछु म ल रुमहरू पनि यस्तो छ यहाँ किनकि 3 जना बस्नु भने नो स्मोकिङ गाइस छैन स्मोक नगर्नु यस्तो छ रुम चाहिँ नि टक्क लगाएर राम्रै हो यता यस्तो छ रुमसँग अब एक्सेस गर्नु पर्ला चार्ज गर्ने ठाउँ पनि छ लाइट आउँछ कि आउँदैन लाइन आउँछ कि आउँदैन थाहा छैन चार्ज गर्ने ठाउँ पनि छ यो त सजिलो कुरा यो कुरा लगाएछ र त्यही अब सोलर हो कि लाइन हो के थाहा छैन फेरि लाइन भयो भने त बबाल हुन्छ किनकि पावर ब्याङ्क पनि छ केही चिन्ता छैन पावर ब्याङ्कको सो गाइस अब भात सास खान्छु अनि त्यसपछि भोलि चाँडै उठ्नु छ अनि पुग्नु छ म अब तपाईँलाई सिधै बिहान भेट्छु गाइस बिहान सो गुड मर्निङ एभ्रिवान दिस इज नेक्स्ट डे गाइस होइन अहिले चाहिँ बिहानको कति बज्यो 5:30 कति भइरहेछ होला सो अब हामी चाहिँ जानुपर्ने हुन्छ होइन टक्क होइन फ्रेस भएर होइन मुख सबै धोइसक्यो मतलब 5 बजी अघि नै उठेको अब त्यही कुराहरू अब ब्रसर्स गर्दैछु अनि केटीहरू पनि उठाउनु छ तिनीहरू अहिलेसम्म उठेको छैन अघिदेखि उठाएको छैन आम्मामा बेहोर केटाहरू हेर्नु सो त्यही अब हामी छिटो जानु पर्छ किनकि मैले पनि भनेको हामी अँध्यारोमा जानुभन्दा अलिक उज्यालोमा जानु ठिक हुन्छ कि किनकि भ्यूहरू पनि हेर्दै जाने भनेको किनकि त्यही कुराहरू म यो चाहिँ अलिक टक गर्छु यो कुराहरू सबै यो खाएको सबै टक गर्दै जान्छु म यो कुरा अहिले चाहिँ म निस्किन्छु कट्टुमा जाने केमा जानु भइरहेको छ यत्तिकै जानु पर्ला कि है कट्टुमा के हुन्छ ल कट्टुमा हिँड्छु म अब यत्तिकै लगाइलास् अहिले चाहिँ म फिलहाल अब रेडी भइसक्यो अब मैले केही छिन पनि गरेन अब यतिकै जाने अब हल्का यार चिसो लगाइरहेको छु गाइस अब के गर्नु अब त्यही हो कुराहरू अनि ज्याकेट त ल्याएको थियो बहिनी ल्याउने थियो बहिनीको त्यो बहिनीहरूले त्यो के पनि ल्याएको रहेछ इनर मात्रै ल्याएको रहेछ इनर के टी सर्ट मात्रै बोकेर ल्याएको रहेछ अनि सो त्यसले ज्याकेट लगायो अनि म चाहिँ यत्तिकै जानुपर्ने हुन्छ हाफकट्टुमा अब कस्तो फोहोर अब मोबाइलमा चार्ज पनि थिएन
अब के भन्नु मोबाइलमा चार्ज पनि थिएन अनि झन्डै यता चार्ज हुने रहेछ म त हिजो यस्तो टेन्सन गरिरहेको थिएन चार्ज पनि थिएन मोबाइल 16% कति थियो चार्ज मोबाइलमा अनि मोबाइल चार्ज गरे आधी घन्टा चाहिँ त्यही भएर ढिलो भएको हामी नत्र अघि नै हिँड्न सक्थ्यो हामी मोबाइल चार्ज गर्नु पऱ्यो नि होइन मेन कुरा त अब तपाईँलाई डिस्प्ले पनि देखाउनु पऱ्यो अनि यताको खास कुरा के हो भन्दा अनि तपाईँहरू अब मासु खान चाहनुहुन्छ भने होइन यता फेरि त्यो पुरै सिङ्गे त्यो कुखुरा किन्नुपर्ने हुन्छ अब त्यो कुराहरू खाना चाहिँ ठिकै थियो अब लास्ट टाइम आउँदा अलि मिठो थियो अहिले खासै त्यो मलाई मिठो पनि लागेन 2 ठाल मात्रै खाएँ अब केही मिठो नलाग्यो भने होइन भनौँ न 10 मा 8 ल अब यहाँबाट हामी निस्किन्छौँ केटा हो अब त्यही हो जुत्ता सुत्ता यसरी टाक लगाएर हाफकट्टोमा कस्तो पागल यता चाहिँ उडी यता चाहिँ हाफकट्टो स्टाइल भन्छ यसलाई अब यिनीहरू कतिखेर निस्किने मेकअप गरेर बसेछ यिनीहरू टप्पल यहाँ हाम्रो दिन सुन्नुहुन्छ हाम्रो यहाँको नियम पालनहरू ल आज अलिक गोरो देखिरहेको छ गाइस के हो भन्दा होइन सनस्क्रिन लगाएको थियो क्या त्यो गोरो देखिरहेको छ मान्छेलाई किनकि घामले डढ्छ नि उता माथि जान्छ सो यिनीहरू खलात पनि देखाउँछु म यिनीहरू ए छिर्छु जान्छ ल कहाँ लिएर दिनु उताबाट छैन रे यिनीहरूलाई केटीहरू जान्दै मेकअप गर्ने के गर्नु र ल चल्छ हामी आधी बाटो उड्न पुग्दै थाकिसक्यो अब हिँडाइदिनु सक्नुहुन्छ कच्छमा हिँडाइनर होइन एकजना यहाँ छ एकजना यहाँ छ यो चाहिँ कतिखेर आउने फेरि यो मान्छे ल सबसे फास्ट सबसे जाँगरिलो भनेको म यो फेरि ए मुला स्केप अनि जता गए नि ग्रुपमा गएँ जता गएँ होइन ग्रुपको सोच्यो भन्दा इमान्दार अलिक जाँगरिलो मान्छे म यो कि फेरि मैले उठाउने अनि बाटो चाहिँ अहिले गएछ र डेप्चीले आउँदै हुनुहुन्छ भने होइन बाटो त पर्फेक्ट छ म लास्ट टाइम आउँदा नि कतिखेर है पुरा यस्तै छ कि पुरा बाटो अब त्यो टावरसम्म त्यस्तो छ क्या अर्को टावरसम्म सो सानो टावरमा गएर भिडियो चाहिँ बनाउनु पर्छ म है बनाउनै पर्छ त्यहाँ गएर भाइरल छ क्या त्यो ठाउँ अब मान्छे कति छ थाहा छैन फेरि मान्छे छ होला यार यहाँ चाहिँ पुण्य क्या यहाँ त यति नजिक देख्छ तर टाढै छ नि गाइस अनि म मात्रै आयो भने म मात्रै सुइँने भने त पुग्छ अब पारा यस्तै छ होइन यिनीहरू पनि कुर्दै हिँड्नुपर्छ यिनीहरू त आउँदैछ सो यहाँ त जाने हाम्रो पशुपति सरी स्वयम्भूको डाँडालाई टप्ने भरिन्छ यस्तो अब त्यही होइन यस्तो चाहिँ नि अहिले डेभलपै गरेछ यता आएर राम्रो छ गाई चाहिँ के भन्नु लालीगुराँस देख्न पाएको हुन्थ्यो अब लालीगुराँस टिप्ने मान्छे यो चढ्छ अरे म सक्दैन अनि हाम्रो साथीहरू छ नि साथीहरू छ नि होइन कहाँ गयो थाहै छैन यिनीहरू सुतिरहेको छ अहिलेसम्म कुन होटलमा बसेर तिनीहरू सो तिनीहरू पनि लिएर जानुपर्ने हुन्छ नत्र हामी तिनजना सुई हिँड्ने के भनेको खै त आउँछ लाउरे मारे ट्याट अनि मान्छे लाउरे रे अनि ट्याट नान्यो भने तिमी सियो लाउरे हुन्थ्यो त्यो डाक भयो भने लिन्न नि फेरि यो के फुल हो यो के फुल हो ओ सो यार यो त गाइस हामी बस्छु होटल छ नि यहाँ धेरै थका लाग्ने मान्छे कस्तो थियो रामको सो गाइस होइन अब मसँग हिँड्यो भने सक्छ तिमीहरू अगाडि पुग्न तर तिमीहरू त्यो म त स्वाङ हिँड्छु के अरे त्यहाँ गएर सुतेर बस्ने म त यहाँ गएर भिडियो बनाउनु मन छ क्या त्यहाँ यो डाँडामा यहाँ भिडियो बनाउने क्या ट्रेनिङ चलेको छ त्यहाँ एउटा हो कता बहिनी कहाँ गयो त टोर्पे जस्तो देखेको छ त्यसो लाउँदा
तिमी पक्का जीवको व्यायाम फ्यान हुनुपर्छ है होइन म कुम्भ सागरको ओहो हो धर्म कर्मतिर मान्छेहरू त ड्रिप्पी जस्तो देखिरहेको छ ड्रिप्पी गल यहाँ चाहिँ हाम्रो गाँजा छ होइन गाँजा त होइन होइन गाँजा भनेको फेरि कसले तोडफोड गरेछ अरे है यस्तो गर्नु भएन नि साथीहरू है यस्तो गर्नु भएन अब जता भए यस्तो ल नियमहरू पढ्न सक्नुहुन्छ तपाईँहरूले त्यहाँको ल डेप्चुली डाँडा क्षेत्रमा यहाँहरूलाई हार्दिक स्वागत छ अरे ल बाटो चाहिँ पर्फेक्ट गाइज होइन उसको लागि चाहिँ ट्रेकिङ लागि बेस्ट हो यो साइकल हान्नु मन थियो यहाँ साइकल सक्थ्यो हाल्नु मन थियो राम्रो छ नि कति बेला पुग्ने हो माथि ल केटाहरू यहाँ चाहिँ हल्का रेसेस गऱ्यो है नेट पनि चल्यो रेस त कति गऱ्यो नेट चल्ने चाहिँ यहाँ मस्त नेट चलायो अब यहाँबाट अब जानुपर्ने हुन्छ यिनीहरू बसेछ के गर्नु बबाल नेट चलायो अनि त्यो कट्टुमा छ गाई चाहिँ कस्तो लगाएर चाहिँ पाइप पनि ल्याउनु ल्याएको छ अहिले मैले अनि पाइप पनि लाउँछु त गएर यतिखेर त पुग्ने गरे माथि उनीहरू त हाम्रै कारणले मोबाइल चार्ज पनि दिएर चार्ज गरिरहेको थियो अनि के हो गाइज वाट इज दिस गाइज वाट इज दिस छिटो जाऊ भाइ जाने होइन 10 जतिभन्दा रेस गरेर बढिनु अहिले पागल अब के कुरा भन्नु गाइज अब उता गएर टिकटक बनाउने भनेको अब के हुन्छ अनि यो खोल्टी पनि फेरि च्याते रहेछ कि अन्त गइसो हालेर हिँड्थ्यो के अरे मोबाइल च्यातेर चम आऊ त चम्के कति बेला पुग्यो झन् गरिङ हुन्छ गाइज ल हल्का ठर्काइ हानिदिएको गाइज होइन के त सक्यो तिनीहरू फेरि कतिखेर आउने ल गाइज चल्दिएको यहाँबाट म चल्छ हामी लगभग आधी बाततिर आइसक्यौँ अनि भिडहरू दिन सक्नुहुन्छ तपाईँहरू होइन अनि यो चाहिँ किन राखेको भन्दा त्यहाँ निकै ग्रस्त थियो यो बाटो सो मान्छेहरू ढल्छ होइन भएको मान्छेहरू देखिन्छ भनेर यो राखेको होला सायद पुरा पनि सक्छ सास पनि यहाँ हाइला चाहिँ जस्तो माथि आएको छ यसलाई बोकेको पागललाई यो गाई चाहिँ माथि कहिले पुग्ने अरू त्यही हो अनि हेर्नु कस्तो दामी देखेको छ यो भ्यू कहाँबाट आमामा भिड कति थियो त्यहाँ ठोकीको क्या आवाज भरियाजी कहिले आउने हो छिटो र टक्का लगाएर गाइस अब हामी लगभग आइपुग्न लाए जस्तो छ है अब के थाहा छैन यहाँ भिडियो बनाउनु पर्छ के आयो हेरेर त म भिडियो बनाउँछु यहाँ लाली गुराँस हेर्दै हिँडेको लाली गुराँसै छैन क्या यहाँ सो म चाहिँ अहिले एक्लै छु तिनीहरू त कता हो मैले त त्यही छोडेर आएको तिनीहरू कतिखेर आउने लास्ट लेजी पाराले हिँड्छ क्या तिनीहरूको सँगले हिँड्यो भने पुग्दैन यसपालि सो म चाहिँ नि अब तिनीहरूलाई सेकेन्ड टावरमा गएर कुर्छु कतिखेर आउने मोबाइल चलाउँदै हिँडिरहेको छु दुईजना कतिखेर आउने है एक्लै छु यहाँ भिडियो पनि बनाउनु पर्छ त्यहाँ गएर यहाँ एउटा स्टोरीमा हाल्नु पऱ्यो यहाँ बनाएको सो गाइज चाहिँ होइन अनि तपाईँलाई कतिको इन्ट्रेस्ट लागिरहेको छ मेरो भ्लग होइन अब मन परेमा लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला है अब भिडियो अझै लम्बिँदै जान्छ बवाल भिडियो लम्बिँदै जान्छ म फर्किँदा चाहिँ मैले भ्लग बनाउँदैन सो माथि गएर बनाउँछु अनि घर जाने बेला यताउता मिलाएर गरिदिउँ ल सो ल हो यसलाई के भन्छ खतरा डर आगो लाग्यो भने हिजो आगो लागेको थियो त कता भएको थियो मैले देखिरहेको थिएँ क्या अन्त पैला लाउनु पर्ने हुन्छ यहाँ यो कस्तो देखिरहेको थियो कालो न कालो खुट्टा पनि पैला लाउनु पर्ने हुन्छ अहिले नाचेको भिडियो बनाउनु भनेको यहाँ फेरि यहाँ टिकटकमा पनि गएको छ र अलि हेरिदिनु होला टिकटकमा अलि
नाचेको भिडियो हाल्छु मैले हेरिदिनु होला है गाइजहरूले हेर्नु पर्यो के हो यो के करा थियो यस्तै गरी एक्लै आउन मन लाग्दैन पर्छ हाल्छ खोइ तिनीहरू आएकै छैन खोइ अब यहाँ पुग्ने हामी गाइजहरू छिटो गाइजहरू पामा हेर्नु हेर्नु अझै छिटो भनेको यहाँ बसौँ क्या रेस्ट गरौँ तिनीहरू हिँड्नै सक्दैन रिसाइरहेको छ म देखेर अनि हाम्रो साथीहरू कहाँ गयो तिनीहरू त माथि पुग्यो क्या यार जोडी आएको के तिनीहरूलाई मिल्यो भने देखाउँला अहिले किनकि अर्को पर्मिसन बिना त्यो भिडियो बनाउनु हुन्न कि मैले मिल्यो भने देखाउँला नत्र त्यही है यहाँ भिडियो बनाउन मन छ कि यहाँ So alright guys, alright. So guys, लानुपर्ने हुन्छ भोलि पनि कस्तो गरम भयो क्या अनि यहाँ आएर एउटा भिडियो पनि अच्छे से खिची गया राम्रो खिच्यो भिडियो अब एङ्गल कस्तो आइरहेछ के थाहा छैन मलाई हैन सो गाइस त्यो अब कुराहरू गर्दा पनि तिनीहरूलाई कुर्दैछु कतिखेर आउने तिनीहरू फेरि अब माथि पुग्नु त सपनै होला जस्तो छ अब यहाँ एउटा टिकटकहरू बनाउनु पर्ला भिडियो त बनायो एउटा फेरि छड्काइरहेको छु क्या यार केही देखेको छैन उताबाट त्यो स्ट्यान्ड ल्याएको छैन क्या त मैले ढुङ्गामा अड्काएर बनाएको सो त्यही हो लाली गुराँस चाहिँ नि नाम पनि सुन्छन् यहाँ टेन्सन लाली गुराँस अब तिनीहरू कतिखेर आउँछ दाजु यहाँ चाहिँ बबाल बस्नु त बनाएको रहेछ यार राम्रो लाग्यो त्यो ढुङ्गाहरू अरू के भन्नु है तिनीहरूलाई कुर्दैछु केटाहरू तिनीहरूलाई कुर्दैछु कतिखेर आउँछ तिनीहरू हामी अब एक घन्टाको रेस्ट पछि फेरि जाँदैछु होइन जान्न जस्तो कुरा भइरहेको थियो अब जानै पऱ्यो होइन अब भाका राखेपछि जानै पऱ्यो लगभग अब 1 घन्टा आधी घन्टा कतिमा पुग्ला सो भल त हामी सेकेन्ड टर्नमा चाहिँ यहाँ आएर लुगा फेरि टिकटक बनायो गाइस स्टोरीमा अब ढ्याङ्का ड्याङ जान्छ स्टोरीमा होइन उसमा ड्याङ्का ड्याङ जान्छ अनि त्यही कुराहरू है अनि यहाँ हाम्रो मान्छेहरू फर्किँदैछ हामी जाँदैछौँ साँच्चै लाली गुराँसमा ल्याएको रहेछ हामीले पाउँदैन भन्दा थियो तर पायो अहिले छ नि अहिले चढ्नुपर्ने हुन्छ त्यहाँ गएर पानी लागिहाल्छ यो कट्टु चाहिँ नि अलि कस्तो भनौँ न अलि कस्तो सुहाइन जस्तो लागेको थियो त्यही भएर भिडियो बनाउनु पऱ्यो अब त्यही भएर पुग्छ हो जाँदा कसको होला नि अब के थाहा हो लगाएछ म सिधै तपाईँलाई माथि गएर भेट्छु लगाएछ चाहिँ हामी माथि गएर नि आइसक्यौँ खासै रमाइलो छैन मैले चाहिँ नि भिडियोहरू बनाएको थियौँ रेकर्डै साउनै के भन्छ यहाँ मोबाइलको कस्तो यार साउनै उड्या रहेछ खोइ के भन्छ यहाँ बल्ल बल्ल मिले उता गएको त क्यामेरै भगेर क्या अब ब्लग पनि बनाएन त्यहाँ गएर भिडियो चाहिँ बनाएको छु अरू भिडियो तर साउनै आएको छैन त्यही भएर मैले त्यो क्लिप हाल्दैन होला सायद कस्तो फिल भयो भने थके लाग्यो है कता बोल्दैन हेर्नु ल हाम्रो मिल्दैन के ल हामी चाहिँ अब जान्छु केटाहरू बनाउन त म अघि बस्नु त म जाउँ न म त्यही बस्छु गाइस थियो होइन अब अलि चित्तै बुझेन अब चित्तै के होइन किन अर्को प्लामा देखिरहेको थियो तपाईँले त्यो माथि डाँडामा गएको खासै मान्छे पनि छैन 4-5 जना केटाहरू थियो अनि हाम्रो केटाहरू पनि थियो तिनीहरू चाहिँ त्यही छ हामी चाहिँ फर्केको फेरि अब 9 बजिसकेछ लगभग यहाँबाट चढ्दा हामीलाई कति लाग्यो 7 बजीबाट हिँडेको 2 घन्टा 2.5 घन्टा पुग्ने रहेछ 3 घन्टा लाग्यो हामीलाई त एकछिन बसेन
अनि म यहाँ मन्दिर पनि पस्छु एकछिन यहाँ त मन्दिर छ यहाँ सुनेको थियो छ भनेर आँखामा यार अनि हाम्रो सुन्दर सुन्दर गाउँहरू म देखाउँछु गाइस हेर्नु आम्मामा यो कुन ठाउँ हो ल हाम्रो यो चुली बजार हामी जानुपर्ने अहिले खाजा खाने यही ठाउँ हो फेरि हामी अनि गाइस म तपाईँलाई के देखाउँछु भन्दा मन्दिर पनि देखाउँछु गुफा भाकल गर्दै आउनुहुन्छ भने तपाईँहरू होइन अब भाकल गर्नुपर्छ भने अब यहाँ हेर के माग्नु तपाईँको इच्छाहरू पुरा हुन्छ भन्ने सुनेको थियो हुन्छ आफ्नो मनको इच्छाहरू माग्नु मनोकामना गर्नु त्यो है ठुलो कुरा म यहाँ पस्छु किनकि मैले पेटमा केही पनि हालेको छैन सो म अलिक सोखै छु गाइस तपाईँलाई देखाउँछु यो हाम्रो गुफा अलिक चित्ते नबुझी कुरा त्यो माथि मैले भिडियो बनाइरहेको साउन्ड नआएर क्या तर मैले हाल्थ्यो सो यही गुफा छ यहाँ गाइसहरू होइन हेर्नु गुफा अनि हाम्रो यहाँ पूजा गर्छ यहाँ लाली गुराँस पुरा होइन ल ल मैले चाहिँ मेरो मनको कुरा मागेँ है मनोकामना गरेँ यहाँ आएर सो अब खाजा खान्छ बिस्कुट सिस्कुट ल्याएको छु चाउचाउ त उतै खाएको हामीले अघि नै सो गाइस हाम्रो केटीहरू कहाँ गयो फेरि तिनीहरूलाई कुर्दै बस्छु म उता तिनीहरू टिकटक बनाउँदै त्यही हो हुन त मैले पनि भद्र बनाएँ बिचरा मैले झ्याउराएँ नि बेसी क्यामेराहरू सामान लगाएँ होइन अनि गीत एउटालाई गीत एउटालाई क्यामेरा मैले चाहिँ यो यही मोबाइलबाट हानेको थिएँ कि पुरा सो आइज ल यसलाई बनाउँदैछ कि आउँछ आइज ल बिस्कुट लाग्यो ए आइज आइज हुन्छ माथि आइज आइज सो गाइस त्यही होइन अब हामी त्यहाँ आउँदैन होला अब म कोसिस गर्छु मिलाउन कहाँ माग न माग मैले मागिसक्यो मैले माग्यो झुटु न कुकुर मेरो कुकुर डक हाम्रो काले भाइ आएको छु मेरो भाइ मलाई भेट्न के भनेको टुट सो बोल्ने अन्त तिमीहरू के बोलेको खाना के अहिले हो त मेरो हो त काले भाइ भने ल यहाँ काला म गइरहेको छु कि भनेर अनि के गर्न जाने फेरि त्यहाँ के माग्ने माग्यो मैले मागेँ त त्यही बस हामी आउँछु जाने भनेर आएको छ मलाई उताबाट लिएर आएको गाइसहरूले होइन अब म त जुत्ता लाएको छु सरी है उयो म त फर्स्ट टाइम मैले खोल्मै जुत्ता गेटबाट म जान्छु किन म यहाँ हेरेर बस्छु तिमीले जाऊ न म गुफा हेर्नु गएको छु गुफा कता र त ल एपिसोड जोड्ने ल खतर रहेछ यहाँ गुफा यहाँ पैसा पनि पैसा दियो न त राखिदियो मैले क्यास ल्याएको छैन कि उतै राखेको छ मसँग छैन छैन मैले त क्यासै उता लिएर उता राखेको छु अनि यस्तो रहेछ त अनि यो ऊ पनि बनाएको रहेछ सरी भगवान् मैले जुत्ता लगाएँ सरी फर द्याट गाइस ए मेरो तकै देप्चुलको चाहिँ भिडियो नै आएन नि क्लिप बनाएको 4-5 मिनटको बनाएको थियो पर्दैन चमेरो पनि रहेछ त भित्र जाने यहाँबाट फेरि नजाऊँ है नजाऊँ के यत्रो छ नि गुफा जान्न क्या भयो लगाएछ अब चाहिँ हामी फर्केको अवस्था छ त्यो बहिनी भिडियो बनाउने भनिरहेको छु म पनि त्यहाँ गएर बनाउने बिस्कुट सिस्कुट उता खाने क्या साडीहरू हामी फर्केको अब ए हल्दिन्छ के हल्दिन्छ भनेको त यो हल्दिन्छ भनेको रहेछ के कसले
साथीहरू अहिले चाहिँ यहाँ हाम्रो लालीगुराँस भेटाएको अवस्था यत्रो महिना पायो सो तिम्रो पर्ने हुन्छ राम मगरले क्यामेराम्यान हाम्रो सपना अब म पिस्छु होला भाँच्यो भने भाँच्यो गर्छौँ लागि टिपिदिनु पर्यो ए उयो उम्रेछ यत्रै हो नि यो हुँदैन यो के यो ठुलो हुन्छ अनि मलाई देखेको छैन ल टाउको देख्यो र यसो टिप्नु नआउने यहाँ वर्षमा एकचोटि खोल्ने फुललाई यहाँ खासमा क्या टिप्नु नआउने नि यो टिपिहाल्यो के गरौँ त भयो नि यति भएपछि भइहाल्ने झर्ने पो कसरी खैचोटो त ल चाहिएन हाम्रो सपना माया चाहिँ नि यहाँ चढ्न लाग्छ भाइ आमा सही हो जहाँ अब यसलाई टिप्न यसको लागि चढेको हेरी अलि लुगा फोहोर हुने मात्रै फोहोर नचढ क्या कहाँ भरे त मलाई त डर लाग्छ गाई जस्तो चढ्न सक्नु झर्न चाहिँ डर लाग्छ झर्न यस्तो खुट्टा हालिन्छ आमामा यो मान्छेले त मान्नु पर्यो तिमी सक्दैनौ ओ यता बिस्तारै तर उनीहरू त बलियो हुन्छ यो यसको रुख बलियो हुन्छ क्या त्यो लालीगुराँसको टिपाउनु त ल झरा आम्मा हेर न कत्रो ठुलो छ रुख फेरि ल छिटो ए फोहोर हुन्छ क्या त्यो तासेर बसेर झन् हर्दा जस्तो ल भयो नजाला त्यो गाह्रो छ त्यहाँ उत्तै रहेछ अब गाइस त्यही हो अब म अब तपाईँलाई एकैचोटि निस्केपछि भेट्छु म रुमबाट चेकआउट भएपछि भेट्छु अब यसले टिप्दै अब कतिखेर टिप्ने हो चढेछ यो मान्छे आमा खतरा चढ्न सक्ने यसले त आमा सक्यो ल सक्यो मान्यो ल फोहोर हुनु त लुगा जहाँ अब त्यति टिप्न नि हो राम्रो रहेछ यो त है जरा हजुरहरू हाम्रो बिल चाहिँ यति हो त्यो 1465 रुपियाँ ए त्यो त अर्कै छुट्टै हो सो अब यहाँ हामी यहाँबाट चेकआउट हुन्छौँ अनि गाडी एउटा मात्रै पाउँछ क्या 2 बजीतिर आउँछ गाडी अहिले 12 बजिरहेको छ अब एकछिनपछि हिँड्नु पर्ला भात चाहिँ केही खान्छ न उता गएर खाजा खानुपर्ने छ हामी भात नखाने आज यहाँ अनि टक्क लगाएर अनि ठिकै एक्सपेन्स चिन्यो भन्नु नि यस्तो पाहाडमा अनि बोकेर लानुपर्छ अनि अर्का त हुनुपर्छ नि त्यहाँ महँगै ठिकै हो यहाँ आएपछि ठिकै हो छोरा मैले त हामी फेरि खासै त्यो केहरू खाएन क्या उताबाट ल्याएको सामानहरू सबै भात मात्रै खाएको नि त्यो बस्यो त्यति लगाइस अब म निस्किन्छु अनि त्यसपछि म भेट्छु तपाईँलाई कस्तो यहाँ उयो भइरहेको छ थका लगाएर क्या लगाइ चल्छ हामी हिँडेको कति बजी बहिनी 12 बजी त्यति बजी छ 12 बजी चाहिँ हामी हिँड्न लगाएको हिजो आउँदा त हुडी लगाएर आउँथ्यो माथि चढेर दुईचोटि लुगा फेरेको जाडो भएर सो अहिले चाहिँ पुरा आवेशमा अनि जाँदैछौँ गाडी थिएन अब हामी जानुपर्ने कहाँ रे त्यो ठाउँमा पोखरी है पोखरीबाट गाडी खै कहाँ छ यो पार पहिला हिँड्ने जस्तो के हो ल जान्छु केटा हो अब त गरेर बस्नु म तपाईँलाई पोखरी गएर खाजा खान्छ क्या लास्टै भोक लगाइरहेको छ भोक त के हो जाजा मुजी खाइरहेको छ हामीले त्यही पनि घरका के खानु पर्ला हामी आइपुग्यौँ हाम्रो पोखरामा होइन तपाईँहरू देख्छु आउँदै हुनुहुन्छ भने टक्क यो बाटो ख्याल गर्नु होला यहाँ छ यस्तो भिड यहाँ पोखरा भन्ने ठाउँ छ यहाँ अच्छा पोखरी भन्ने सो यहाँ पोखरी भन्ने ठाउँ छ है
टक्क लगाएर अब तपाईँहरू यता गयो भने हाम्रो ढोबाडी हाम्रो यता गयो भने के अरे अर्खाला यता गयो भने हाम्रो डेप्चुली यहाँबाट चट्टै जाने बाइक छ भने आडी बाटोसम्म पुग्छ तर बाइक यता नराख्नु केही हुनसक्छ बाइक राख्ने ठाउँ हाम्रो यता माथि छ होटेलतिर त्यहाँ राख्नुभन्दा व्यवस्था पनि त्यही हुन्छ सो चाहिँ हामी गाडी कुरो जाँदैछौँ गाइस आमामामा लास्टै घाम लागेर कालो न कालो भएका छ सबैजना घाम आएको नि है देखिने त तिमी अनि यो ठाउँमा गएर टक्क भिडियो बनाउने मन छ गाई छैन त्यो टुप्पोमा गएर तर अफसोस बनाउन म पाउँदिनँ जस्तो लागिरहेको छ कति कालेको पाप्पा खै दिसिन जस्तो चप्पल छिडे छ यहाँ घाइटे ल यस्तै हो सोगाइ चल्छ हामी यहाँ होटेलमा छौँ भने गाडी कुर्दै बस्छु गाडी आउनु अलिक ढिलो हुन्छ अरे सोगाइ छैन फोटोसोटो पनि हान्यो अनि त्यही हो अब भिडियो पनि लामो भयो जस्तो लाग्छ अब इन्ट्रेस्टेड लाग्यो होला तपाईँलाई अनि माथि गएको भिडियो चाहिँ हाल्नै पाएन किनकि आवाज आएन कि के हो कस्तो भइरहेछ सो त्यो चाहिँ नि अब त्यही गर्दैन किनकि पुरानो ब्लगमा चाहिँ भन्छ म लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु त्यो पुरानो ब्लग त्यो पहिला गएको सो यति भन्दै म त्यतिर बिदा दिन्छु कस्तो चाहिँ